हेलो दर्शक भोग अनि नमस्कार छ सबैजनालाई एलबिसिएन ब्लग्स युट्युब च्यानलबाट म लालबहादुर सेन ठकुरी तपाईहरुमा आज एउटा छुट्टै किसिमको भिडियो राख्न गइरहेको छु जुन चाहिँ हाम्रो ठकुरी समाज पानीपोखराले आयोजना गरेको प्रथम ठकुरी कपको झलकहरु तपाई देख्न सक्नुहुनेछ। यसमा चाहिँ म सकभर तपाईलाई कति पनि नछुटाइकन मेरो यस मोबाइलको क्यामेराबाट कैद भएका तथा अरु बाहिरबाट संकलन गर्न सक्ने जति सबै म तपाईहरुलाई यहाँ देखाउने छु, हेरिदिनु होला। कार्यक्रम यसरी सुरु भएको थियो। एकरात चन्द ठकुरी सञ्चालक रहेको यो प्रथम ठकुरी कपको प्रमुख अतिथिको रूपमा हामीले सुनिल स्मृति गाउँपालिका वडा नम्बर 6 का वडा अध्यक्ष लोकेन्द्र बहादुर थापाज्यूलाई यस कार्यक्रमको उद्घाटन गर्न निमन्त्रणा दिएको थियो। राष्ट्रको लागि खेलकुद, स्वास्थ्यको लागि खेलकुद भन्ने मूल नाराका साथ ठकुरी समाज पानीपोखरा सुनिल स्मृति गाउँपालिका 6 नम्बर वडा गजनकोट पानीपोखराको जुन खेलकुद कार्यक्रम हो उद्घाटन भएको घोषणा गर्दछु। आयोजक ठकुरी समाज पानीपोखरा सुनिल स्मृति गाउँपालिका 6 गजनकोट पानीपोखरा। धन्यवाद। प्रथम पटक ठकुरी समाजले आयोजना गरेको यस कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमहरू पनि रहेका थिए। कार्यक्रमलाई थप राम्रो बनाउन यी ठकुरी ड्रेसमा श्रृङ्गारित 5 जनाको नृत्यले अझै राम्रो प्रस्तुतिकरण दिइरहेको थियो। यस प्रथम ठकुरी कपमा पुरुष खुल्ला भलिबल प्रतियोगिता, खुल्ला पुरुष क्रिकेट प्रतियोगिता, महिला रस्साकसी प्रतियोगिता, बालबालिका गुब्बारा फुटाई प्रतियोगिता, बालबालिका चम्चा दौड प्रतियोगिता, महिला मेज घुमाई प्रतियोगिता र पुरुष भाले छुपाई यी खेलहरूको बीचमा मनोरञ्जनका लागि सांस्कृतिक कार्यक्रम पनि रहेको थियो, जसमा तपाईले देख्न सक्नुहुन्छ मायाले केटुमा बहिना भन्ने गीत पनि।
सँगसँगै क्रिकेटमा फाइनल प्रवेश गरेका दुवै टिम बीच छुट्टा-छुट्टै फोटो सेसनको कार्यक्रम पनि रहेको थियो भने यी दुवै टिमलाई एकमुष्टमा राखेर एकै ठाउँमा फोटो सेसनको कार्यक्रम पनि भएको थियो। तपाईँ देख्न सक्नुहुन्छ। तपाईँहरूलाई लाग्न सक्छ यो बाँसमा चढ्ने खेल हो जस्तो, तर यो भाले छुपाई प्रतियोगिता हो जसमा चाहिँ यो बाँसमा तेल लगाएर माथि चाहिँ भाले झुन्डाएको हुन्छ र यो खेलमा सहभागीहरूलाई चिट्ठा टिपाएर 3 चरणमा चाहिँ यो खेल खेलाइन्छ र पहिलोमा कसको बढी माथि गएको छ खुट्टा भनेर र दोस्रो चरणमा कसको र अन्तिममा चाहिँ कसको माथि गएर यदि अन्तिमका चरणहरूमा यदि तल मात्र खुट्टा गएको खण्डमा सबभन्दा बढी माथि जसको गएको छ त्यसलाई नै आधार मानिन्छ र यो खेलमा चाहिँ मेघराम सुवेदीले यो भाले जित्नु भएको थियो, जुन भाले चाहिँ 2 केजी बराबरको रहेको थियो। दोस्रोको मान्यता दिन्छ होला नि हैन? त्यही त अन्तिम राउन्ड पनि भइसकेको थियो र माथि सबैभन्दा माथि पुगेको आधारमा मेघराम सुवेदी विनर घोषणा भाले खान सफल हुनुभएको छ। बराबरको भाले सचिव मीना सेन ठकुरीजीलाई म विनम्र अनुरोध गर्दछु। त्यसै गरी बिहान आउनु भएको थियो हाम्रो रेफ्री दिनेश श्रेष्ठ, श्री दिनेश श्रेष्ठ
जाती है। Iya, sebentar kita coba. Wes, di situ entertaining. यता हेर्नु ब्रो
तपाईँहरूको प्रत्यक्ष अप्रत्यक्ष सहयोग समर्थन रहिरहनेछ भन्ने